हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फाइनली म धेरै पछि होइन कति 3 वर्षपछि फेरि अर्को भ्लग हाल्दैछु। म पहिला 12 क्लासमा पढ्दा चाहिँ साथीहरूसँग 12-11 सकेपछि सायद साथीहरूसँग गएको थिएँ म, अनि त्यस बेला पछि एउटा अब यो भ्लग आउँदैछ। अनि स्टे ट्युन्ड है। आज चाहिँ हामी कहाँ जाँदैछौँ अरे? हामी चाहिँ आज गाउँको एक प्रसिद्ध मन्दिर एकदम धेरै कुटीमा कन्दरा मन्दिर भन्छ। एकदम पपुलर छ। मान्छे मात्रै जान्दैन त्यही तर एकदम पपुलर हो क्या त्यो। बुझ्यो अरे खतरा ठाउँमा जाँदैछ होइन? मन्दिर यस्तो खतरा होइन एकदम गएर एकदम यस्तो कि एकदम पपुलर ठाउँ हो नि। मान्छेलाई मात्रै थाहा छैन कि त्यो मन्दिर त्यहाँ। ओए क्या 1x छ यो। 1x छ यो 0.5 मा छैन। काट्छु म। केराबारी देखो न गाइस, देखो न क्या दामी। ठ्याक्कै बोर्डनिर कक्रोवा पुल हो यो। अच्छा हामी योमा जाने, हामी योबाट ए आमा हो हामी जाने त्यहाँ हो नि। किन हामी यता आएको त नि? पुल घुम्दै जाम के पुल हेर न, यो पुल पनि एकदम फेमस हो कि मान्छे थाहा मात्रै छैन के। अच्छा एकदम फेमस पुल हो कि। लास्टै लामो छ यार यो बाटो। हामी त्यहाँ यसरी जान्छौँ। हामी जानुपर्ने कहाँ थाहा? हामी यता गइरहौँ। हामी जानुपर्ने चाहिँ त्यता हो कि त्यता हो। हामी त कहाँ खोलाको बिचमा लास्टै टाढा हो यार साथी। जमजम मान्छे नभएर गाई मसी लिएर आउँछ। यस्तो सुनसान छ होइन? जता कतै यस्तो राम्रो पुरा सुनसान छ कि। ठाउँमा घर कस्तो दामी छ कि त्यहीँ बसेर पुरा गरिबमा आएर यहीँ बसेर पिकनिक खाने जस्तो छ कि ठाउँ। कस्तो दामी ठाउँ यहाँ हेर न। यहाँ यस्तो सुनसान पुरा चराचुरुङ्गी मात्र छ नि। यस्तो दामी छ ठाउँ। जता कतै सुनसान छ कि। अब एउटा गर्लफ्रेन्ड बनाएर ढुक्क आउने भयो म यो ठाउँमा होइन? आइदिइहाल्ने हो। भैँसी बाख्रा मात्छन् घरमा, एउटा भैँसी ल्याएर आए पनि हुन्छ। भैँसी त अलिक ठुलो हुन्छ मेरो लागि, पाठी ठिक्क हुन्छ होला बरु होइन? पाठी ल्याएर चाहिँ ढुक्क आउँछु म। तर कस्तो दामी ठाउँ के हेर न। रुखहरू पनि कस्तो जापानको जस्तो रुख छ कि यार। हो कि जापानमा यस्तै रुख हुन्छ र पातहरू पनि जापान गएर बसेर दुई बसेर आउनु यस्तो हरियो पनि नै क्या रुख पनि क्यालो टाइपको। यो चाहिँ हाम्रो यो पावर लगेर कोसेली लगेर जाँदा हामीले यो चाहिँ हाम्रो त्यहाँ एउटा मन्दिरमा हाम्रो जोगी हुनुहुन्छ कि जोगी बस्नुहुन्छ हाम्रो। त्यहाँलाई तरकारी चामल लगाउँदै जाँदा छौँ हामीले। त्यहाँ मन्दिर, त्यहाँ एउटा मन्दिर पनि छ एकदम पपुलर खालको मन्दिर छ त्यहाँ एकदम। हामी यत्रो हिँडेर मन्दिर आइपुग्दैछौँ। अब कहाँबाट आएको देखेन ठ्याक्क पुल छ त्यहाँबाट यस्तरी लास्टै हामी उतातिरको गाउँबाट आएको। हामी उताबाट हिँड्दा त्यहाँबाट हिँड्दा यहाँ यति टाढा। गेट हेरौँ न कस्तो सेक्सी गेट रहेछ कि होइन? दामीवाला के। अन्त गाउँ नै दामी छ। अनि म तपाईँलाई आज एक देखाउँछु के छ, कस्तो छ, कहाँ छ, कहाँनिर के छ, कहाँनिर के बसेर लुकेको सब चिज। मान्छे यस्तो भिड छ नि, फेरि टिकट काट्नुपर्छ कि त्यहाँनिर। मान्छेको धेरै भिड छ कि यहाँ फेरि, त्यही भएर अलिकति लाज लाग्छ हाम्रो भिडमा बोल्नलाई। त्यही त कि यता मान्छे कति आउनु के गरिरहेको त्यसले? ए आमा त्यसले त चाउचाउ खाइरहेको छ त्यहाँ। यहाँतिर मासु भात ओइ मन्दिरमा आएर मासु भात खान्छ पिकनिक खान आउँछ नि त यहाँ। पिकनिक खाने ठाउँ पनि रहेछ नि। धारा पनि थियो यार कहाँ हो। सास बढिसक्यो कि धारा पनि छ पानी खाने धौ भएर। ए अनि सुविधा सबैको छ, पानी आउँछ कि नहेर पो खोइ। दामी छ नि ठाउँ त। यस्तो दामी डेटिङ बस्न आउने यस्तो रहेछ। त्यो त भने नि सबै डेटिङ बस्ने हो कि यहाँ जता डेटिङ बस्ने। अब चाहिँ पुरा हिमाल चढ्नुपर्छ नि त, अलिकति हिमाल खतरावाला हिमाल छ। एउटा हिमाल त चढेर आइसक्यो होइन? त्योभन्दा झन् डेन्जरवाला हिमाल छ कि यहाँनिर। अर्को हिमाल छ कि अर्कोवाला हिमाल
आमामा कत्रो हिमाल हो हिउँ पनि परेको रहेछ यार उतातिर सेतो देखिन्न त्यो त्यस्तो कुरो छ सेतै हो पुरा सेतै खम्बामा मात्र लागेको छ त्यो त पोलमा मात्रै सेतो कहाँबाट पोलमा मात्रै हाँसेको फेरि त्यो अलिकति हिउँ बचेको थियो होला त्यही सेतै बचेको क्या त्यहाँतिर तिमीले कुरै बुझ्दैनौ हरे कृष्ण जुत्ता जुत्ता हेरौँ न यस्तो भएको जुत्ता म मेरो भ्लगद्वारा हजुरहरूलाई दर्शन गराइदिन्छु भगवानको टक्क लाएर सुरुमा गर्नुहोस् यतातिर दर्शन त्यसपछि यता गणेशजीको दर्शन त्यसपछि शिव पार्वतीको दर्शन जाऊ मैले जानु पर्यो नि म पनि लिएर पर्ने है छोडाउनै पर्ने नलेख्न यो यार के गर्ने होला है ढोकिदेऊ विकासको पालि आइरहेको छ हाम्रो यहाँनिर यो शिव पहिलाको यो हो नि त्यही त पहिलाको ऊ थियो कि यो चाहिँ पहिलाको शिवजी होइन शिवजी त खतरा हुँदो रहेछ पहिलाको नि त्यसपछि यो अहिले चाहिँ दामी होला कस्तो राम्रो ओ माइ गॉड यत्रो 500 चढाउनु मन थियो तर के भने यसमा 2 वटा 5 को जिरोको कम पर्यो कि यो एउटा उता चढाउनु पर्छ 1 घण्टा अहिले यहाँ चढाउनु अब चढाउनु न छ मसँग छ उता चाहिँ हाम्रो के भन्ने त्यसलाई गुरुजी कि बाबाजी जाम कि पहिला त्यहाँ यहाँ छ हाम्रो खानेकुरा अनि यहाँ छ बाबाजीको खानेकुरा यस्तो हो नि त के अरे अब आफूले त घरमा जे पनि खाइन्छ नि अनि त्यो घरमा खाने आफूले खाने चिज अलिकति भए पनि ल्याइदिउँ न त भनेर बिचारा यहाँहरूलाई त अब के खाने के उ गर्ने त्यस्तो हुन्न नि त अब यहाँ मन्दिरमा बस्ने मान्छे अनि त्यही सोचेर चाहिँ दिदीले पठाइदिनु भएको छ के अरे अलिकति तरकारी अनि खानेकुराहरू ए कहाँदेखि आयो भने हजुर हजुर कहाँ ए यार अमला फल्या छ यार भुइँमा खस्यो होला नि खस्दैन हाइ जाम न बरु रुख चढाएर हल्लामै कस्तो छ भने चाहिँ रुख भिर छ यो भिर भयो अनि यस्तै अड्के खाके रुख यसरी खाके अन्त कहाँ हल्लाउने र हल्लाउन झन् मजा आउँछ कि खोज्दिनु न ढुङ्गा अलि यस्तै सानो सानो खोज्दिनु न गाने खोजा झ्याम्मैलाई एकचोटि झ्याम्मै हाल्यो झ्याम्मै झऱ्यो हाइट झऱ्यो त के झरे हा यार मनु ओए झरे हा टन्नै झरे हा जाम न जाम दामी झरे हा कस्तो समाज लाग्यो कि झरे हैन र झरे कि जाम अब तिनटा अरू आप देख सकते हैं यहाँ कैसा बाटो है बाटो के साथ हम जा रहे हैं साथीहरू चाकबाट ढेकला त चाकमा समातेर ढेकला अघि हो त्यो 2वटा पाउरोटी समात र पहिला हो अब ढेकला आउँछ पाउरोटी समात भन्छु यार कहाँ खस्यो अब यहाँ यतातिर दामीवाला हेर न साथीहरू खतरा नि खाइदिइहाल्ने क्या कति तितो हुन्छ नमाको
अरू खोज्दैन अरू मिठो है काटी छ मिठो छ त अहिले मिठो लाग्यो सुरुमा खाँदा कस्तो तितो लागेको छ क्या थोरै खाने बित्तिकै लोट लाउने घर लुट्यो भने हरायो माथि जानु थाइल्यान्ड पनि अनि खस्यो त कहाँ खस्यो यार छैन खै खोला त अब के छ बस्नु पनि मिल्दैन गाडी मोटाएर आउँछ सबै धेरै मोटाइयो छिटो खोला न यहाँ अब खाम के आफ्नो यहाँ मिल्दैन छैन गाना बजाउनु त यन्त्र नै ननिकाले कि नदेखो है फेरि सबैले देखाउनु मिल्दैन गाइज अनि हामीलाई चाहिँ यो चटपटी बनाउनलाई ल्याएको छौँ यो सामानहरू ल्याएको छौँ चटपटी बनाएर खाने हो हामीले भुजा छैन चाउचाउको मात्रै चाउचाउ साँधेर खाने चाउचाउ यो छ एउटा यो इन्सादा ल्याएको नि मलाई यो भित्र के छ केही पनि थाहा छैन यिनले चाहिँ आफै प्याक सब प्याक गरेर उ गरेर ल्याएको मैले प्याक गरेँ त्यही त म भनिरहेको छु त म प्याक गरेँ त्यहाँ दिमै प्लास्टिक गाँठा किन खोल्ने र गाइस यो चाहिँ हाम्रो प्रिटी चाउचाउ प्रिटी चाउचाउ हाम्रो मनमा वाइ वाइ मिलेन मिलेन पहिला त अलिक धेरै आउँथ्यो यार पहिलाको कुरा नआउनु पहिलाको जमानामा अहिले त यति आउँछ मैले 3टा चाउचाउ ल्याएको छ 3वटा थियो हो 2टा अघि पनि 3टा हो कि त्यो त्यहाँ छोडेर यता ल्याएँ मैले त्यसपछि हामीले यो देखाम पान्डा दुईटा खालको पान्डाको मन पर्दो रहेछ पान्डा भन्ने नकुचकुचाउ के नकुच त्यो लेखायौँ हामीले कागती वाह कति सानो हो नि सेम मनुको जत्रै 2टा कागती आया केराको कवि भयो ठ्याक्कै मिल्यो भन अब मिल्यो बल्ल मिल्यो त्यसपछि सबै कागज त फेरि तिम्रै जत्रो रहेछ त अनि प्याज वाव 2टा प्याज छ वाव प्याज 2टा 2टा प्याज टमाटर पनि छ कस्तो कुरा गरे टमाटर पनि दिउँछ नि हामीले त टमाटर 2टा हो कि एउटा हो एउटा हो गाडी ए टमाटर हाइड्रोसिल लाको टमाटर होला कि फेरि टमाटर एउटा टमाटर हात्ती पाइलेवाला टमाटर अलि पाके भेट्यो झन् पाके भेट्यो कि अनि यो छ फेरि मलाई फेरि धनियाँ बहुत मिठो लाग्छ हेर्नु धनियाँ त्यत्तिकै पनि खान्छु मैले कस्तो ताजा धनियाँ ल्याएछन् ताजा हो साँच्चै हो ताजा पक्का टिपेर लिएर आएको हो कि धनियाँ त्यस्तो बहुत मजा आउँछ मलाई यो छ लागि चाहिँ हाम्रो यो भनेको हाम्रो सिक्रेट मसला हो यो हाम्रो सबैले भन् पोख्यो सिक्रेट मसला हेर त अब समस्या एउटा कुरा छ समस्या एउटा आयो के समस्या यो त ल्याए चक्कु नै छैन चक्कु बिराउँथ्यो त्यहाँ चक्कु नै छैन यार ल बिना चक्कु युज गरेर अब चटपटे खाने बिना चक्कुको यार प्याजलाई कसैले ढुङ्गामा थिचेर चटपटी बनाएर खाएको थाहा छैन भनेपछि अब यो भिडियोबाट हेर्ने होइन खतरा हो फेरि हाम्रो घरमै फलेको लोकल प्याज हो आफ्नै करेसा बारीमा आफ्नोमा होइन घरमा त घरमै फल्यो तर आफ्नो घरमा चाहिँ होइन कि कसको नै होला होइन यो मैले पहिल्यै ल्याइसकेको थिएँ त्यो माथिमा यो उफ थियो है छुट्टी छ कि गाडी यो फाल्नु पर्ने कि यो मनै पर्दैन यो त्यो फालिन्छ कि अहिले रोक्नु न थियो नाच्नु गाडी नङै दुख्छ यहाँ पोख्दा यार चटपटे बनाउने चटपटे खाने नयाँ तरिका है यस्तो चटपट त यार कसम जिन्दगीमा खाएको थिएन यार मैले नुन ल्याएको कि नै ल छिटो कि यार यहाँ थिच्नुपर्छ कि तपाईँ सिस्टमै थाहा छैन कि ढुङ्गे युगमा हामी ढुङ्गे युगमा पुगिसक्ने हामी नेपालीहरू अरू सब अगाडि बढ्छ हामी नेपालीहरू पछाडि बढ्नुपर्छ ए ठ्याक्कै भएन झन् स्वादिलो खाँदा नि घिन लाग्दो यार त्यो प्याज लास्टमा उछुटी यति पनि बस्दैन अहिले खतरा हो नि तर हामी
जहाँ जहाँ छँदै छैन त्यहाँ चिया सब प्याज कोही यहाँ छ प्याज कोही कहाँ प्याज सबै सकिसक्यो त्यो थिच्दा यस्तै हामी त घिन लाग्दैन फेरि हामीलाई उठाइ खाने यो चाटेर हाल त्यो ठिक छ त यहाँ छ त यतिका सामानहरू सबै छ अब यसो छि उता हेर न गाडी केही छैन कि यो केही हुन्न यहाँ छ कि यहाँ यो छ कि यहाँ अच्छा दामी 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 ल अलि बिस्तारै हान कि खेलबाट यहाँ त यार नासै भयो यार अङ्ग यत्रो महँगो प्याज छि भइगएको नखाऊ के लौजा यतिको चाहिँ हुनु पर्यो कि फेरि यतिको नभए यस्तो रमाइलै भएन चटपटे कस्तो यो यत्रो टमाटर छिमाउनु अति भयो यार यो त नगराउन गाठी यस्तै हो कि मिल्छ कि सबै जानेछु कि मैले प्याज हान कि क्याच हानिदियो आधी 1 घन्टा गरेर हाल्दामै यस्तै हाल्दै टोकेर खानिदिनु होइन नै यस्तै थिच कि थिच थिच्यो कि कस्तो दामी लाग्छ छि त्यस्तै हालिदियो के हुन्न चक्कुले नदेऊ नि अनि मासुबाट लास्तो यहाँ चाहिँ दामी मजा आज ल यो फोक्ने त होला नि है ए चक्कु अब कस्तो गरौँ त ल साँच्चै कागतीलाई बिस्तारै तितिन्न लौ जा नो यस्तो भिड छ कि यहाँदेखि चाहिँ यहाँदेखि मन उता छन् यहाँदेखि अनि हामी त्यहाँ गएको कि हो कि खाने निकालौँ कि बिछाम कि यो बिछाएर खाऊ पोखिन्छ कि छोडिदिनु न गाडी अनि कहाँ कसो थाहा के खायो त त्यो चटपटे खाला चाहिँ मैले भन्ने कि हामीले कस्तो कुरा गरे चटपटे भन्ने अनि खाने कि यसरी खाइदिउँ यो बोरामा खाने एकचोटि खानु पाइँदैन थियो हाम्रो चाहिँ सिजर पेपर र खेलिरहेको छौँ अनि जसले चाहिँ ऊ गर्छ ऊ डाँडामा पुगेर अनि फेरि फर्केर आउने दौडेर त्यो छ अरूको खाने पुरा मोमो चाउमिन के हुन्छ हामी फेरि बाहिरतिर आएको छौँ कि हामी होइन सिजर पेपर रक Caesar paperwork. Caesar paperwork. Yo daru. Okay. Kaparo nagira chino yaya chino. So, Caesar.
रोटी सके खाने पेट दुख्यो यार मेरो त झरी ठाउँै छैन गाडी चढ्ने गए झरी मेरो गाडी झर्ने सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक म त मान्दैन पेटै भर्यो यार भयो गाडी कति खालके भइगयो कि गाडी पेट त मुख भइ यो सिजर पेपर रक ए भयो कि भयो त्यो पाइन्न सिजर पेपर रक सिजर पेपर सिजर पेपर रक छिटो ल सिजर पेपर र जा no 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 त्यो दौड खाने हो र अघिमा गाडी अब परेर अब खामै भयो कि हालमा धौ भयो यार डाँडा चढ्दा सकिन्छ गाडी अब त यो जल्दी दुई नै बाजा खाने लास्टमा है हो क्या एक त त्यहाँ गएर मरिन्छ यार त्यहाँ पुग्न त ए कुद्नु अरे अब जाऊ बाँडा खान्छु कि खाम भन यस्तो भिड छ कि यहाँदेखि चाहिँ यहाँदेखि मन उता छन् यहाँदेखि अनि हामी त्यहाँ गएको कि